जे कुराको पनि निरन्तरता चाहिन्छ। निरन्तर भएन भने केही पनि हुँदैन। हामीले लगाएको बाली नालीलाई पनि गोडमेल गर्नुपर्छ नि, झार आउँछ नि, सिँचाइ गर्नुपर्छ, मल हाल्नुपर्छ, तब न फल दिन्छ। नानी त फल दिँदैन, मरेर जान्छ। हाम्रो मनको झारले हाम्रो आत्मालाई चुस्छ। त्यो झारहरू गोड्नुपर्छ। त्यो झार गोड्ने कला हो ध्यान। हाम्रै मनका विकारहरूलाई फ्याँक्ने कला हो ध्यान। खास ध्यान कसैले कसैको लागि गर्ने नै, यो जहिले पनि मैले गरिरहेको छु, यो पनि मैले आफ्नो यात्रा गरिरहेको छु। हामी सबैले आफ्नो यात्रा गर्ने हो। तर यो यात्रामा अघि भनौँ नि, सङ्गम शरणं गच्छामि, एक अर्कोको सहयोगी हुन सक्छ। जस्तो स्वामीजीले आफ्नो यात्रा गरौँ र हामी जस्तो हजारौँ व्यक्तिहरूलाई लाभ उसोको मेसेज दिएर आउनु, हामीलाई एउटा नयाँ जीवन दिनुभयो। एउटा बत्ती बल्यो भने, जुन बत्ती बलिरहेछ, अब यसमा लाखौँ बाती ल्याइदिनु न, सबै जलाइदिन्छ, सबै बोल्छ। त्यहाँ अर्को निभेको बत्ती छ, बोल्दै नबोलेको बत्ती छ, त्यसलाई जति ठोस्नु भयो भने बोल्दैन। उसो हुनुहुन्छ जलेको प्रकाश। स्वामीजी हुनुहुन्छ जलेको प्रकाश। हामी छौँ निभेको बाती। सत्सङ्ग हो त्यो निभेको बातीलाई जलेको बातीमा जलाउने कला। यो त्यो स्थान हो जहाँ ज्योति जलिरहेछ। उसोको ध्यानको विधिहरू, स्वामीजीको मार्गदर्शनले सिन्चित छ, जलिरहेछ प्रकाश। त्यहाँ हामी आउँछौँ अनि हामीले आफूलाई पनि फेरि जलाउने मौका पाउँछौँ। यहाँहरूको सबैको जीवनको अन्धारो मेटिएर, सबैको जीवनको रात विलिन भएर बिहानीको प्रकाश छाओस्। गुरुसँग उसोको जन्मोत्सवमा आज त्यही प्रार्थना छ।